सबैजनालाई वेलकम टु च्यानल आफ्टर लङ टाइम मिनी भ्लग। आज चाहिँ म मेरो साथी अब म यहाँ बस्दिनँ नि त, त्यसैले लास्ट डे मुभी हेर्न जाँदैछौँ। एन्जिला कस्तो छ, सबैले राम्रो छ भनिराख्नुपर्छ, त्यसैले हामी पनि आज हेर्दै जाँदैछौँ। आज के गर्छौँ, दिस इज माई आउटफिट गाइज, आई एम रेडी गो टु मुभी हेर्दै गर्नु होला। लेट्स सी कस्तो छ। त्यसपछि देखाउँछु हजुरहरूलाई। निस्क्यौ त लुगा कस्तो लाग्छ बिचार। आच्छु यताहरू छ मोबाइलमा हेर्नु न। अब वहीँ गएर सोफामा बस्ने। टिकट पो पाउने हो कि अहिले थाहा छैन। सोफामा बस्न कति छ अरे टिकट? 250 थियो कि अब अहिलेको घुमाउँछ कहाँ बस्ने के सिटमा बस्ने एक्स्ट्रा मान्छे 12 बजे हुन्छ क्या यार स्टार्ट। आउनु त आयो नि हलमा होइन गाइस। भान्जी हुन् चन्टिङ अगाडि नदिनु होला, हामीलाई नि हल्का पछाडि दिनुलाई, धेरै पछाडि पनि नै फेरि। ल थ्याङ्क यू गाइस। टिकट पनि ल्याइयो होइन फिल्मको। 11 बजी भनेर आएको, 12 बजी लाग्छ अरे नि त हो। फाइनली गाइस हामी भित्र पस्यौँ। यो आमा छोरी यहाँ छ, म यहाँ छु। फिल्म लागेको छैन। पैसा एन्जिला फिल्म हेर्न आएको हामी। यिनीहरू फोटो खिच्दैछन्। अहिले एकैछिन मान्छ देख्न सक्नुहुन्छ। यत्तिको भइसकेको छ गाइज मान्छेहरू। शर्मिलालाई देख्न सक्नुहुन्छ गाइज। वेट गर्दा गर्दा फिल्मको हालत खराब भइसक्यो। बिहाइन्ड द सिन टिकटक। हामी आइसक्यौँ भित्र हलमा, देख्न सक्नुहुन्छ हल सुनसान छ एन्जिला मुभीको। F1 F2 हो, कता बिचरा अघि पछाडि नदेश भनेको। सबलाई चिसो लगाएर श्वास गरेर कठिन किन हुन्छ, रात किन हुन्छ मधुर छैन, जिन्दगी कठिन किन हुन्छ।
कस्तो लाग्यो तिमीलाई फिल्म कस्तो अलिअलि आँसु पनि आयो राम्रै लाग्यो भनेर क्या अब हामी घरतिर लागेको हजुर ल जानुहोस् है राम्रोसँग कति हो फाइनली गाइज म घर आइसकेँ यसको फिडब्याक लाग्यो भन्दाखेरि ठिकै लाग्यो राम्रो लाग्यो अनि अरू केही भन्न चाहन्न मन पर्यो रोयो पनि हाँस्यो पनि यति नै भन्न चाहन्छु आजको लागि जे जस्तो लाग्यो पनि हेरिदिनु होला म त मेरो छोरा ल्याउन जान्छु अब